हेलो गाइस, वेलकम टू माय च्यानल। आज हामी घुम्न मिरेकल गार्डन आएको। सबै फुलको ठाउँ रहेछ, यस्तो राम्रो ठाउँ। अनि दुबईमा यत्रो साल बस्यो, आज फर्स्ट टाइम मिरेकल गार्डन आएको। अनि आउँदाखेरि धेरै खुसी लाग्यो, राम्रो पनि रहेछ, फुलको जग्गा। सबैजना आउँदो रहेछन् घुम्न, धेरै जसो चाहिँ नि यहाँ बाहिरको मान्छेहरू आउँदो रहेछन्, फरेन कन्ट्रीका। तपाईहरु पनि आउनुहोस्, इन्जोय गर्नुहोस्, भिजिट गर्नुहोस्। जतिजना दुबईमा हुनुहुन्छ सबैजना आउनुहोस्, आउनुपर्ने ठाउँ रहेछ, एकदमै राम्रो ठाउँ। हेलो गाइस, फेरि पनि हामीले यहाँ रिकर्ड गर्दैछौँ भिडियोहरू। अनि दाइ, फुलहरू कस्तो लागेको छ तपाईँलाई? फुलहरू एकदम राम्रो छ नि। ए, हामी दाजुभाइ हिँडिरहेछौँ यता र उता, एकदम रमाइलो छ। रमाइलो छ नि दाइ? रमाइलो छ नि, भने जस्तो छ है। यहाँ आउनुपर्ने छ। हामी यार यत्रो साल दुबई बस्यो, केही थाहै नै, थाहा भएन, बल्ल आज हेर्नु न। घडी पनि यस्तो घडी कि सेम ज यहाँनिर ओरिजिनलै हो छ होइन दाइ? ओरिजिनल घडी हो छ के, कस्तो दामी छ। पनि आउनु होला यो ठाउँमा एकचोटि दुबई आएपछि घुम्नको लागि। यस्तो राम्रो ठाउँ छ, पार्क। के गरे यसको नाम दाजु? मिरेकल गार्डन। मिरेकल गार्डन गरी हात्ती सात्ती जम्मै के छन् के हेर्नु, सबै घाँसले फुलले बनेको छ। तर एउटा कुरा चाहिँ तपाईँहरूले याद राख्नु कि यहाँ खाना चाहिँ एकदमै महँगो रहेछ के। तपाईँहरूले चाहिँ नि दिउँसोको खाना बेसकी बाहिर खाएर आए हुन्छ होइन दाइ? बिहानको खाना चाहिँ नि बाहिर खाएर त्यो 12-1 बजीतिर यो भित्र टिकट काटेर पसे हुन्छ। र अहिले चाहिँ नि एकदम मौसम पनि राम्रो छ, चिसो छ, अलिअलि हावा पनि चलिरहेछ। घुम्नको लागि चाहिँ ठिकै छ होइन दाइ? एकदम ठिक छ। र आउनुहोस् तपाईँहरू सबैजना आएर एकचोटि यहाँ नाइ हुँदैन, यस्तो राम्रो छ। एकचोटि आउनै पर्छ यो ठाउँमा घुम्नको लागि। तर एउटा चाहिँ चिज मलाई के चिज नराम्रो लाग्यो भने, बाँकी त सबै राम्रो हो, तर खाना चाहिँ नि एकदम महँगो के यो भित्र। पानी पनि बाहिर त्यसलाई 1 रुपियाँ बोतल पर्छ नि, यहाँ 6-7 रुपियाँ पर्छ। कोकलाई पनि जो बाहिर 1.5 रुपियाँ 2 रुपियाँ पर्नेलाई यहाँ म्याक्सिमम् 10 रुपियाँ पर्छ कि 10 दरम। त्यति महँगो के। त्यही भएर कुनै पनि चिज तपाईँहरूले खानुभन्दा त्यहाँ जानुभन्दा पहिले खाना यताउता चाहिँ बाहिर खाएर जानु होला। बाँकी भाइ घुम्न, फोटोसोटो खिच्न, यस्तो भिडियो गर्न चाहिँ बिन्दासै पाइयो, कसैको रोकटोक छैन, हो कि दाइ? बस तपाईँलाई कस्तो लागेको छ? बाँकी सबै राम्रै छ कि दाइ? एकदम राम्रो छ। ल दाइ, ल हुन्छ। ल अब भिडियो बनाउँदैछौँ, हामी घुम्दैछौँ चारैतर्फ। अब हेर्नको लागि हामी ठुलै फुल छ चारैतिर। तपाईँहरू पनि आउनु होला यो ठाउँमा, एकचोटि अवश्य घुम्नु होला। पानीको झर्ना सर्ना झरिरहेछन्। बोट चाहिँ एउटै हुँदो रहेछ कि, एउटै बोटमा चाहिँ अनेकौँ कलरका फुल फुलिदिन्छ जस्तो त्यही रहेछ। बाँकी अरू पनि छ दाजु होइन? अरू पनि छ। हेर्नु कस्तो राम्रो फुलेको छ कि। अनि यो चाहिँ हेर्नु न, चक्रा हुन्छ नि, एउटा इङ्ग्लिस फिल्ममा देखाउँछ है कहिले काहीँ, त्यस्तो खालको के छ के यहाँ त यार। अझै हल्का माथिबाट पानी पनि चुहुँदो रहेछ। टम्मै छ है दाइ? अरू सुनाउनुहोस्, के छ फेरि? अरू सब ठिकठाक छ। हेर्नुहोस्, घुमियो आज, इन्जोय गरियो मिरेकल गार्डनमा, राम्रो लाग्यो। त्यही नै हो, हेर्नुहोस्। अरू त खासै केही नै छ र? अरू त केही छैन दाइ, बस त्यही हो, हेर्न आएको थियो फुल।
कितना सुहाना सा ये अपना सफर है, आपकी दुआओं का सारा असर है। आपका है सब कुछ, आपको नजर है, आपकी इनायतों पे यार बार बार सर को मैं झुकाऊंगा। इस मंजर को, इस पल को भूल ना पाऊंगा। इस मंजर को, इस पल को भूल ना पाऊंगा। मैं भूल इसे ना पाऊंगा। बाटोमा फुलाने असलाउँछ म तिम्रै होला नि। आउला नि आउन त जुनेली केले डुमायालाई कोसे। सधैँ अब चाहिँ नि धेरै घुमियो पनि थकै पनि लाग्यो। अब हाम्रो यो भिडियो पनि लास्ट हो। अनि अब त जानु पर्ला दाइ, साँझ पनि 3-4 बन्न आँटिसक्यो। अब टाइम पनि भयो, थकाइ पनि लाग्यो। घुमियो आज त्यसरी घुमियो। ल तपाईँहरू पनि यो ठाउँमा आएर भिजिट गरेर आफूले चाहेको जस्तै फुलहरू हेरेर भिडियो बनाउन सक्नुहुन्छ, हेर्नु सक्नुहुन्छ। र एउटा जन्नत जस्तै छ है। ल हस् त।